मुटुको रोगी छस् भने थाहा पाउँदै मैले तँलाई खुसी बनाउनको लागि रमाइलो गरेको। तँलाई केही हुँदैन। तैँले मरिस् भने म त अनाथ हुन्छु। मलाई कसैको सहारा हुँदैन। तँलाई केही हुँदैन। म मरिहालेँ भने पनि मेरो लासमाथिको कुपुत्रहरूलाई त्यसो नभन्नु। जसले जिउँदा छँदै हामीलाई कुकुर जस्तो व्यवहार गरेर घरबाट निकाल्यो, तिनीहरूलाई मरिसकेपछि लासमाथि खेलबाड गर्ने अधिकार छैन। म छुन पनि दिन्न। मसँग अफिस छ। म तँलाई अस्पताल लान्छु। तँलाई बचाउँछु। तँलाई केही हुँदैन। दागबत्ती लाउन पनि नदिनु खत्रीमा। मेरो दागबत्ती पनि लाउन नदिनु ती कुपुत्रहरूलाई खत्रीमा। नछाड्नु न। केही हुँदैन। म तिमीलाई बचाउँछु। देखिरहेको नेपालको झन्डा यसो फहराउनु मन लाग्यो। एकचोटि बरुभन्दा अगाडि कतिमा के हुँदैन। तपाईँको झन्डा लहराउनु मन लाग्यो। पर्नुलाई तँलाई केही हुँदैन। म बचाउँछु। अधिकारी ए मेरो साथी हाम्रो देशको झन्डा ल्याएको छु। हामी भने पनि हाम्रो देश मर्न हुँदैन। हामी त सबै साना बाबु नानीहरूलाई पनि जननी जन्मभूमि स्वर्ग आदमी गर्ने सिकाउनु पर्छ। मेरो साथी अधिकारी के गरिस् तैँले? मलाई तैँले पनि छोडेर गइसक्यो। मेरो सहारा खोज। तँलाई कोही थिएन नि। म पनि त छस् भनेर हाँसी खुसी जीवन सबले भुलेर बिताइरहेको थिएँ। अब कसले सिकाउँछ साना बाबु नानीहरूलाई? कसले सिकाउँछ आफ्नो बाबुलाई माया गर्ने भनेर? अधिकारी तैँले मलाई धेरै साथ दिइस्। आफ्नो रोगी भएर पनि परिवारको भन्दा पनि मलाई साथ दिइस्। तैँले गरेको वचन म खेर जान दिने छैन। म ती कुपुत्रहरूलाई जसले जिउँदो छोरा हेल्प गरेर आफ्नो बाउ आमालाई वृद्धाश्रम पठाउँछन्, मरिसकेपछि समाजमा पानी चलाउनको लागि आएर दागबत्ती दिने म कुनै अधिकार दिने छैन। म लास पनि छुनिदिने छैन। उत्तराधिकारी मेरो रिपोर्ट तपाईँ म पनि मरे समान भए। अधिकारी म पनि मरे समान भए। जननी जन्मभूमि सरकारले गरिएछ। हामी जस्ता बुढाहरू घरबाट निकालिए पनि हाम्रो देशबाट धर्म कहिले पनि ननिस्कियोस्। देशबाट स्वाभिमान कहिले पनि